अहिले भित्र जानेवाला छु गाइजहरू म चाहिँ होइन। यो चाहिँ अहिले बेलुकातिर अझै रमाइलो हुन्छ जस्तो लागेको छ यहाँनिर। अहिले भित्रै गएर भेटौँ न भाइ। गाइजहरू यो पार्कमा छिर्नको लागि चाहिँ टिकट सिटको व्यवस्था रहेछ, पहिला यस्तो थिएन। अनि ऊ त्यो फुलको टेडी बियर पनि पहिला बनाएको थिएन। यो चाहिँ के सायद प्रोग्राम हुनुपर्छ यहाँनिर, मौसम जस्तो के हो। त्यसको लागि चाहिँ टिकट काट्ने चाहिँ यहाँ रहेछ। मैले भर्खर टिकट काटेर आइसकेँ एन्ड टिकट चाहिँ मेरो हातमा छ। यसको पैसा चाहिँ कति पऱ्यो भनेर यहाँनिर छ, यो 15,000 रुपियाँ चाहिँ यसको टिकट परेको छ। म सिङ्गल छु गाइजहरू, एक्लै जाँदैछु। अब म तपाईँहरूलाई चाहिँ अब ठिक्क अब म चाहिँ यहाँभित्र गइसकेपछि तपाईँहरूलाई यहाँको बारेमा सम्पूर्ण हुन्छ नि रमाइलो नरमाइलो सबै कुरा चाहिँ म देखाउँछु। टिकट हाट्नु लागिसकेको छ गाइजहरू। टिकट चाहिँ ठ्याक्कै हाम्रो नेपाली पहिला हामी सानो फिल्म हेर्न गएको जस्तो क्या पुरै थियो होइन। यहाँबाट च्यातेर दिइसकेको छ मलाई। अब म ठिक्क छिर्ने बित्तिकै भित्र यस्तो छ यहाँको भ्यू, यो छ अनि योहरू छ। मेन भनेको चाहिँ रमाइलो भनेको यहाँ देखिरहेको छ। आज कस्तो ठिक्क उताबाट सूर्य लागेको कारणले चाहिँ कस्तो एन्टी लाइट परिरहेको छ कि खासै राम्रो देखेको छैन होला। के हो गाइड चाहिँ भनिदिनु पऱ्यो यार। सायद मैले चस्मा लगाएर हो कि अब कस्तो यार। म चाहिँ एक्लै आएँ, साथीभाइहरूलाई पनि बोलाएको भए चाहिँ फोटोसोटो ह्यान्डसम फोटो त खिचिदिन्थेँ होला यार। कस्तो मिस भएर छ मेरो साथीहरू, मेरो रुमको भाइहरू दाइहरू सबै मिस भइरहेछ। अनि मलाई यसले पनि हल्का ल्याङ हान्दाको छ कि यो नभएको भए चाहिँ अहिले मैले राम्रो भिडियोग्राफी गर्न सक्थेँ। त्योभन्दा के छ साथीभाइहरू, ल म चाहिँ घुम्दैछु होइन यहाँनिर। अनि अब यसरी घुम्दैछु देखिहाल्नुभयो तपाईँहरूले कसरी घुम्दैछु। म चाहिँ अहिले टक्क मेरो साथमा को हुनुहुन्छ होला, को खाँदै रमाइलो गर्दै यहाँको रमाइलो देख्दै। तर फेरि मलाई एउटा के डर लागेको छ भन्दाखेरि होइन, यो कोरियन मान्छेहरूको चाहिँ अनुहार भिडियोमा आउनु हुँदैन भनेर भन्छ नि त, बेसी झान्दिनँ कि भन्ने पो डर लागेर। अर्को कुरा चाहिँ मेरो भिडियो चाहिँ जस्तो हेर्दै हुनुहुन्छ, हेरिरहेको मान्छेको कोही पनि लिङ्कमा कोरियामा वकिलसँग लिङ्क छ भने मलाई भनिदिनु होला, ताकि मलाई त्यो ठुलो अपराधबाट बचाउनु होला भन्नु। टक्क म चाहिँ अहिले एकछिनमा यहाँ आएर फोटो खिच्ने होइन। अनि मेरो साथीभाइहरू पनि आउँदैछ। अनि म जब बवाल फोटो ल गाइजहरू एकपल्ट यसलाई हेर्नुहोस् त, ठ्याक्कै अर्थ जस्तो छ कि छैन अर्थ। अनि मेन कुरा चाहिँ के हो भन्दाखेरि होइन, यो ढुङ्गाहरू चाहिँ यसरी मिलाएको छ कि यसरी यो अरेन्जमेन्ट गरेको छ क्या यसलाई होइन। अब मैले हात छोइदियो भने त यो ढलिहाल्छ, त्यही भएर छुनु चाहिँ हुँदैन होइन। तर कस्तो बवाल हो क्या यार, बवाल ठ्याक्कै हाम्रो अर्थ जस्तै छ क्या। ल गाइजहरू भनिदिनुहोस् न, तपाईँ चाहिँ ठ्याक्कै कहाँनिर बस्नुहुन्छ भनिदिनुहोस्। म चाहिँ यहाँ बस्छु, यहाँ साह्रै यो। अनि यहाँ चाहिँ यस्तो दामी छ है। अनि उतातिर चाहिँ यो पानीहरू छर फालिरहेको छ नि, यो त्यसबाट चाहिँ कस्तो चिसो हावा। अनि थोरै पानीको त्यो के भन्छ भ्यापरहरू भन्छ कि अब त्यो चाहिँ टक्क हाम्रो अनुहारमा मेरो अनुहारमा आइरहेको छ होइन। यस्तो रमाइलो चिसो आनन्द पनि भइरहेको छ। ओ लुकेट गाइजहरू घोडा। तर कस्तो यहाँ चाहिँ आफ्नो फ्यामिलीहरू ल्याउन पाउँदा चाहिँ कति रमाइलो हुन्थ्यो यार। आमा जस्तो राम्रो क्युट छोरी, कस्तो मजाले डुलाइरहेको छन्। ओ लुक एट देयर गाइजहरू पुतली। आज अति नै रमाइलो कुराहरू देखाउन चाहन्छु। यो चाहिँ के रहेछ त, यो पनि केही होला यहाँको। अब अनेस्टली भन्नुभयो त कस्तो डर लागिरहेछ क्या मलाई यार। किन भन्दाखेरि होइन सबै कोरियनको अनुहार आइहाल्छ, अनि अनुहार आयो भने चाहिँ के गर्नु त अब। त्यही भएर कस्तो डराइ फोटो भिडियोहरू खिच्नु परिरहेछ गाइजहरू होइन। तर यहाँ चाहिँ म भर्खर घुम्नु सुरु गरेको छु। यो चाहिँ के रहेछ यार एकदमै वाउ। फुलहरू मन पराउने मान्छेहरूले चाहिँ यहाँ एकपल्ट आउनुपर्छ। तर आउनु यसको लागि चाहिँ के छ भन्दाखेरि ठ्याक्कै अप्रिलको 25 तारिकदेखि मेको 11 तारिकसम्म चाहिँ यहाँनिर आउने
यहाँनिर यो सबै कुरा रहने भनेको रहेछ। अनि अर्को कुरा चाहिँ कस्तो भन्दा यो फुलहरू कहाँबाट के हो कस्तो हो क्या यसको वास्तविकता के हो वास्तविकता यो मैले त के बुझ्न सकिनँ त आई 저리 나가서 그냥 यहाँ कति कति थरीका फुलहरू भएर एकदमै धेरै थरीका फुलहरू चाहिँ यहाँनिर हुनुहुन्छ। अब फुलै फुलको बगैँचामा मेरी माया यहाँ चाहिँ एउटा म्युजिक भिडियो पनि रेकर्ड गर्न पनि सकिन्छ जस्तो लागिरहेको छ। यस्तो राम्रो भ्यू छ नि त यहाँनिर। अब यो भ्यूहरू हेर्नको लागि गाइजहरू तपाईँहरू आउनुपर्ने हुन्छ। खोयाङ सीमा राम्रो फुलहरू चाहिँ यहाँनिर छ एकदम भ्रमण लागिरहेको छ। म चाहिँ एकदम फ्रेस फिल गरिरहेको छु। साथीभाइहरू कस्तो लागेको छ अहिले रिग्रेट लागिरहेको छ होला नि त होइन रुममा सुतिरहेको कारणले तिमीलाई रिग्रेट लाग्दै गरोस्। यस्तो रमाइलो दृश्यमा घुम्नको लागि चाहिँ कहाँ आउनुपर्छ त खोयाङ सीमा आउनुपर्छ। म चाहिँ अलिकति एङ्करिङ ज्यादा गरिरहेको जस्तो लाग्यो होइन त्यो पनि ठिक छ। यहाँबाट पनि फोटो खिच्न बवाल यहाँबाट पनि एकदम राम्रो फोटो खिच्न सकिने ठाउँ छ। यहाँबाट पनि अति नै फुलहरू राम्रो छ। अनि एउटा कुरा चाहिँ के भन्न चाहन्छु भनेपछि तपाईँहरूले चाहिँ फुलहरूमध्ये सबैभन्दा मनपर्ने फुल के हो एकपल्ट त्यो पनि कमेन्ट गरिदिनु होला। अनि तपाईँले मनपर्ने फुल चाहिँ यहाँ छ कि छैन त्यो पनि भनिदिनु होला। 여기 무슨 기계가 돌아가고 있어. यहाँनिर चाहिँ फुलको नामहरू पनि लेखिदिएको रहेछ होइन कति प्रकारका फुलहरू छन् भनेर। ओ माई गॉड 이리 와. कति दामी छ क्या यार। ओ माई गॉड के हो यो पुतली रहेछ यो चाहिँ मौरी रहेछ पुतली रहेछ। फेरि उता त्यतिर मौरी रहेछ। मौरी र फुलको सम्बन्ध जस्तै के तिम्रो र मेरो सम्बन्ध पनि त्यही हो कि। अब यहाँबाट भित्र जाँदैछु म। यहाँबाट भित्र चाहिँ के छ कस्तो छ सबै कुरा चाहिँ देखाउने छु गाइजहरू म चाहिँ होइन। लेट्स गो। कस्तो यार यो त विवाहको हल जस्तो छ त होइन र। अनि टक्क विवाहको उसमा प्रवेश गर्दाखेरि सर र यस्तै फुलहरू त हुन्छ नि। ओहो अनि माथितिर के हो यो हरियाली झिलिमिली रहेछ माथितिर चाहिँ। अनि तलतिर चाहिँ यो हल्का हल्का अलिकति अकड पनि फिल भइरहेको छ क्या यार। तर के गर्नु केही छैन। हिम्मत गरेर अगाडि बढ्दैछु म होइन। कसैले के चाहिँ आइहाल्नु क्रिकेट हेर्नु चाहिँ भन्दैन एक्चुली के छ त होइन जिन्दगीमा। ओ यहाँबाट अर्को पनि रहेछ फुलहरू। यहाँबाट त्यहाँ फुलहरू पनि छ त्यहाँ पनि हामी जानेछौँ। कस्तो क्यामेरा चाहिँ बवाल देखिरहेको रहेछ होइन। अब लेट्स गो देयर गाइजहरू। यहाँ चाहिँ मैले होइन मेरो जीवनकालमा यति धेरै फुलहरू चाहिँ देखेको थिएन कि। कोरियामा जति पनि फुलहरू छन् होइन सम्पूर्ण फुलहरू चाहिँ यहीँ ल्याएको हो कि जस्तो पनि लागिसक्यो कि। यति धेरै फुलहरू छन् यति धेरै फुलहरू छन् कि होइन। अब हामीले गर्नै सक्दैनौँ क्या त्यस्तो छ क्या अब के हो। फाइनली अब यहाँनिर म एक्लै हुने भएन गाइजहरू मेरो साथीभाइहरू पनि आउने भन्ने कुराकानी भयो। म चाहिँ ठिक्क यहाँनिर अब वेट गर्दैछु साथीहरूलाई। 다음 곡도 들려드릴 곡은 너무나 유명한 곡이죠. 프랭크 시나트라의 곡으로 다들 알고 계실 Fly Me to the Moon입니다.